नमस्कार सबैजनालाई। मेरो लेफ्ट ह्यान्ड आर्ट जर्नी अन्तर्गतको नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। यसमा चाहिँ टाइगरलाई सेडिङ कसरी गर्ने भन्ने कुरो विशेष सिकाउनुको लागि यो भिडियो तयार पारेको छु। अन्तिमसम्म हेर्नुहोला। यस्तो खालको आर्टमा चाहिँ माइनर डिटेल्सहरू धेरै हुन्छ। जस्तो यो फरहरूले आफै फर बनाउनु पनि पर्छ र त्यो फर सँगसँगै हामीले हाइलाइटर स्याडो पनि कास्ट गर्नुपर्ने हुन्छ। सो यसमा चाहिँ एकदमै धेरै धैर्यता चाहिन्छ। स्लोली गर्नुपर्छ, समय लिएर गर्नुपर्छ। तर यसमा चाहिँ तपाईँहरूले मेरो हात चाँडो चाँडो चलेको देख्नुहुन्छ, जुन चाहिँ 15 टाइम्स स्पिड अप गरेको छु मैले। फर बनाउँदाखेरि अघिल्लो भिडियोमा पनि भनेको छु मैले, ध्यान दिनुपर्ने कुरा के हुन्छ भन्दाखेरि ओभरडु गर्नु भएन। हामीले फर पनि देखाउन सक्नुपर्छ, फर सँगसँगै त्यसको स्याडो पनि देखाउन सक्नुपर्ने भएको हुनाले गर्दाखेरि चाहिँ हामीले हाइलाइट भएको पोर्सनमा चाहिँ थोरै नम्बर अफ फर राख्नुपर्छ र स्याडो भएको ठाउँमा चाहिँ नम्बर अफ फर इन्क्रिज गर्ने प्लस पेनको प्रेसर पनि बढी इन्क्रिज गर्नुपर्छ। ब्ल्याक र डार्क डिफ्रेन्सिएट गर्न सक्नु भनेको आर्टको एउटा ठुलो स्किल हो। हामीले कुनै अब्जेक्टलाई कालो कसरी देखाउने र कुनै अब्जेक्टलाई चाहिँ डार्क कसरी देखाउने, यो स्किल सिक्नु चाहिँ सबैभन्दा ठुलो च्यालेन्ज हो आर्टको। यदि सिक्यो भनेदेखि चाहिँ यो मास्टर्ड आर्ट। ब्ल्याकलाई कसरी ड्र गर्ने र स्याडोलाई कसरी ड्र गर्ने, किन स्याडो भनेको डार्क हो, ब्ल्याक होइन। यो स्ट्राइप्स भनेको चाहिँ ब्ल्याक हो, स्याडो होइन। यो दुइटालाई इनेन्सिएट गर्नको लागि चाहिँ डिफ्रेन्सिएसन के हुन्छ भन्दाखेरि ब्ल्याक अब्जेक्ट क्यान बी एट हाइलाइटेड स्पट बट स्टिल एपियरिङ एज ब्ल्याक। तर डार्क अथवा स्याडो चाहिँ के हुन्छ, सेडेड पार्टपट्टि हुन्छ। हामीले चाहिँ रेफरेन्स इमेज हेर्दाखेरि लाइट कताबाट आएको छ र कतापट्टि स्याडो कास्ट भएको छ, त्यसको आधारमा ब्ल्याक र डार्कको डिफ्रेन्सिएसन दिन सक्छौँ। योभन्दा पछाडि जुनसुकै प्रोसेस आए पनि मैले रेफरेन्स इमेज फलो गरेको छु र रेफरेन्स इमेजमा क्लियरली लाइट चाहिँ राइट ह्यान्ड साइडपट्टिबाट आएको छ र लेफ्ट ह्यान्ड साइडपट्टि चाहिँ बडी स्याडो कास्ट भएको देखाएको छ। तर स्याडो चाहिँ एकदम सटल मात्रै छ, धेरै ओभर स्याडो छैन। आर्ट त झन्झटिलो प्रोसेस हो नि होइन, स्लो छ नि एकदम, झ्याउ लाग्छ गर्दा गर्दै बिचमा कहिलेकाहीँ। तर एउटा आर्ट सुरु गरेर सिद्धाइसकेपछि आफूभित्र लुकेर बसेको पेसेन्सको लेभल हल्का बढेको महसुस हुन्छ। हो त्यही भएर नि म सधैँ एउटा आर्ट गर्ने कोसिस गर्छु। अहिले मैले देब्रे हातले काम गरिरहेको छु नि, तर आई एम नट लेफ्ट ह्यान्डेड बाई बर्थ। म बाई बर्थ चाहिँ राइट ह्यान्डेड थिएँ र लेफ्ट ह्यान्डले मैले भर्खर सिकिरहेको छु। अब यो किन गरिरहेको छु भन्दाखेरि अघिल्लो भिडियोमा क्लु पनि पाइसक्नुभयो तपाईँहरूले। मेरो दाहिने हातको डिस्टल रेडियसमा 1 वर्ष अगाडि ट्युमर देखा पर्यो र त्यो ट्युमरको उपचारको क्रममा चाहिँ धेरैवटा सर्जरी भयो मेरो हातमा। अहिलेसम्म 9वटा सर्जरी भइसकेको छ र सर्जरी पनि कस्तो भन्दाखेरि मेरो हातको हड्डी नै लगभग 7 सेन्टिमिटर जति रिसेक्ट गर्नु परेको थियो र त्यो हड्डी फालेको ठाउँमा चाहिँ खुट्टाको हड्डी लिएर ग्राफ्ट गरेको छ अहिले। र यो उपचारको क्रममा चाहिँ मेरो हातको रिस्ट जुन छ त्यो नचल्ने अवस्थामा छ र त्यो सँगसँगै मेरो थम्ब र इन्डेक्स यो औँलाहरू पनि त्यति फङ्सनल छैन, यसमा त्यति धेरै स्ट्रेन्थ छैन। सो मेरो राइट ह्यान्ड चाहिँ पहिलाको जस्तो छैन। अब बेला बेलामा युज गर्न त कोसिस गर्छु। भिडियोको क्लिपहरूमा तपाईँले बेला बेला मैले हात स्विच गरेको पनि देख्नुहुन्छ, तर त्यस्तो फङ्सनल छैन अहिले मेरो हात। त्यही भएर मैले देब्रे हातलाई नै ट्रेन गरिरहेको छु र अहिले म देब्रे हातले ट्रेन गर्दा गर्दा यो स्टेजमा आइपुगेको छु। तपाईँहरूलाई सायद मेरो जर्नी मन पनि परिरहेको छ होला।
यो विगत 1 वर्षदेखिको समय चाहिँ मेरो लाइफको वान अफ द टफेस्ट पिरियड एभर, किनभने धेरै जस्तो समय चाहिँ हस्पिटलमै बित्छ मेरो, र पाएको थोरै समय जुन घरमा बिताउन पाउँछु त्यो चाहिँ म यसै गरी आर्ट गरेर आफ्नो मनलाई बहलाउने कोसिस गर्छु। जब सुरुमा ट्युमर डायग्नोसिस भएको थियो त्यो बेलामा चाहिँ अब राइट ह्यान्डले काम गर्न नसक्ने भयो। मेरो पहिचानै राइट ह्यान्डले बनेको थियो। अब के गर्ने होला लाइफमा, सायद अब चाहिँ सिद्धि होला, लेट्स गिभ अप भने जस्तो पेथेटिक सोचहरू आउँथ्यो मलाई। तर जब समय बित्दै गयो बिस्तारै 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 यो समस्याले चाहिँ नछोडेपछि, अझै पनि छोडेको छैन बाइ द वे, यो समस्यासँगै बाँच्नुपर्ने रहेछ। अब ठिकै छ, लेट्स गो विथ इट भनेर चाहिँ मैले देब्रेलाई ट्रेन गर्न सुरु गरेँ। सुरुमा लेख्न थालेँ र जब एज बितिसकेपछि चाहिँ हामीले ह्यान्ड स्विच गर्न खोज्छौँ, यो मैले पाएको लेसन है एकदमै टफ हुँदो रहेछ। किन भन्दाखेरि सम्पूर्ण कुरो ठ्याक्कै उल्टो हुँदो रहेछ, मिररिङ हुँदो रहेछ। र त्यो मिररिङ हुँदाखेरि चाहिँ हाम्रो मोसन हातले डिटेक्ट गर्नको लागि र त्यो मसल मेमोरीमा ल्याउनको लागि धेरै समय लाग्दो रहेछ। मैले लगभग सुरुको 6 महिना जति चाहिँ मैले लेखेर मात्रै बसेँ। जब समय पाएँ तब लेखेँ। हस्पिटल बसेको बेला चाहिँ लेख्न पाइँदैन थियो, तर घर बस्ने बित्तिकै, घर आउने बित्तिकै म लेख्थेँ, धेरै लेखेर बस्थेँ। र लेख्दा मेरो हात चाहिँ बिस्तारै मेरो मसलहरू चाहिँ अभ्यस्त हुँदै गयो। र त्यसपछि मलाई चाहिँ अब चित्र पनि बनाउन सकिन्छ कि क्या भन्ने कन्फिडेन्स जागेर आयो र बनाउन थालेँ। सुरुमा मैले तपाईँहरूलाई सजेस्ट गरेको जस्तै कार्टुनहरू बनाउँथेँ, टम एन्ड जेरी कार्टुन बनाउँथेँ, मिनियन्सहरू बनाउँथेँ, होइन, सिम्पल 2D फिगरहरू बनाउँथेँ, आउटलाइनिङहरू गर्थेँ। र त्यो टोपोलाइन आर्ट जुन छ त्यो तपाईँहरूले पनि गर्दा हुन्छ। टोपोलाइन आर्ट गर्दाखेरि चाहिँ मेरो हातले धेरै कुराहरू सिकेको छ, ऱ्यान्डमनेसहरू सिकेको छ, स्ट्रेट लाइन बनाउन सिक्छ, सर्कुलर बनाउन सिक्छ, ऱ्यान्डम फिगरहरू बनाउन सिक्छ। सो त्यसपछि चाहिँ बल्ल म चाहिँ यसरी रियल लाइफ अब्जेक्टमा आएँ र यस्तो फिगरहरू रियलिजम दिनको लागि सक्षम भएँ। सो हामीले कोसिस गर्ने हो भनेदेखि नहुने चाहिँ होइन रहेछ। मेरो लाइफको एउटा ठुलो लेसन हो यो। अब लाइफमा ठुलो समस्या आयो, तर ठुलो समस्या सँगसँगै सबैभन्दा ठुलो लेसन पनि दिएर जाँदैछ यो समस्याले। सो आइम नट डिसपोइन्टेड एनिमोर। अब अहिले चाहिँ म झन् मोटिभेटेड छु। म अब झन् दाहिने हातले भन्दा पनि देब्रे हातले अझ बेटर गर्न सक्छु होला भन्ने कन्फिडेन्स आएको छ। र यो न्यू टेक्निक पनि सिकेको छु मैले। सायद मेरो दाहिने हात एक्टिभ थियो भनेदेखि मैले पेनले कहिले पनि बनाउने थिएन, पेन्सिलले बनाउँथेँ अथवा म एक्रिलिक कलर आर्ट गर्दै हिँड्थेँ। बट वाट एभर आई गेन्ड फ्रम वाट एभर आई वेन्ट थ्रु, इट वाज फेनोमेनल। र तपाईँहरू पनि जीवनमा यस्तो समस्या आइदिन सक्छ, होइन, जीवन जहिले पनि एकनासको हुँदैन। र जब जीवनमा समस्या आउँछ तपाईँले के भन्ठान्नु भन्दाखेरि द्याट प्रब्लम इज एप्रोचिङ यु टु रिमोल्ड योर लाइफ, तपाईँहरूको जीवनलाई चाहिँ चेन्ज गर्नको लागि। यहाँ मैले देखाएको छु नि, हेर्नुहोस् मेरो हात अहिले यस्तो कन्डिसनमा छ। यो सर्जरी गरेको पार्ट भयो, यता पनि सर्जरी गरेको छ र यसको उल्टो पार्टपट्टि पनि सर्जरी गरेको छ। र यसमा चाहिँ टोटल गरेर 9वटा सर्जरी यो 1 वर्षको भित्र भएको छ। र अब पनि कतिवटा गर्नुपर्छ ठेगान चाहिँ छैन, तर अब मलाई प्रब्लम छैन। अब सर्जरी होस्, प्रोसिजर जेसुकै होस्, त्यसमा मलाई केही आपत्ति छैन, बिकज आई फाउन्ड माई वे। आई होप यो भिडियो तपाईँहरूको लागि आर्टको मात्र लेसन नभएर जीवनकै लेसन पनि हुनसक्छ। एनिवे, होप चाहिँ हार्नु हुँदैन जीवनमा भन्ने लेसन मैले पाएको छु। र यही लेसन तपाईँहरूको जीवनमा केही कठिनाइ आयो भनेदेखि यही प्रिन्सिपल तपाईँहरूले चाहिँ रेप्लिकेट गर्नुहोला। यो मेडिकल प्रोसिजरमा जाँदाखेरि चाहिँ आई ह्याड टु गो थ्रु फाइनेन्सियल क्राइसिस एज वेल। तर यस्तो अवस्थामा चाहिँ साथीहरू जुट्नु भएको थियो, मेरो एसएलसी ब्याचमेट्स र मास्टर्स ब्याचमेट्स। यो साथीको ग्रुपलाई मैले जति धन्यवाद दिए नि पुग्दैन। सो फर्मल्ली धेरै धन्यवाद सम्पूर्ण साथीहरूलाई। धेरै राम्रो सहयोग जुटाइदिनु भएको थियो र त्यो सहयोगले गर्दा मलाई धेरै नै सजिलो भयो।
जीवनमा आइपर्ने समस्या भनेको चाहिँ त्योभन्दा ठुलो टिचरै केही पनि रहन्छ। लाइफमा मैले मास्टर्ससम्म पढेँ, किताबको नलेज पढेँ, तर जीवनको सबभन्दा ठुलो पाठ चाहिँ यो 1 वर्षभित्र पाएको छु मैले। र अब चाहिँ लाइफमा आउने कुनै पनि समस्यालाई म समस्या भन्नुभन्दा अगाडि चाहिँ मेरो लाइफमा केही कुरो सिकाउन आएको छ भनेर स्वीकार गर्न सक्छु। सो यो जुन आर्टवर्क तपाईँले देखिरहनु भएको छ, यो मेरो लाइफमा घटेको समस्याको कारणले गर्दाखेरि देख्न पाउनु भएको छ। लाइफ पनि यो चित्र जस्तै छ क्या, कहिले सोचेको जस्तो बन्छ, कहिले बन्दैन। तर सोचेको जस्तो बने पनि नबने पनि लेसन चाहिँ अवश्य दिएर जान्छ। सो वर्क अन इट। चियर्स। फाइनली बिफोर ऱ्यापिङ द स्केच मैले हाइलाइट पेनले चाहिँ हाइलाइटेड रौँहरूलाई यसरी मार्किङ गरेको छु। यो चाहिँ मैले स्केच ऱ्याप गर्नुभन्दा जस्ट अगाडि गरेको छु, बिकज यदि अगाडि नै हाइलाइट गर्ने हो भनेदेखि चाहिँ त्यो हाइलाइटभन्दा माथि पेनको मार्क्सहरू बस्दैन, त्यही भएर त्यसलाई अन्तिममा गर्नुपर्छ। I breathe the air.
I hope you liked the video. I hope you liked the art. तपाईहरु पनि आर्ट गर्नु होला समय मिलाएर. I hope to see you in the next video. Thank you very much for watching. Without